साथीहरू, यहाँहरूलाई चाहिँ मैले जानकारी दिनको लागि यो एउटा सानो भिडियो बनाइरहेको छु होइन। यहाँहरूले चाहिँ त्यो एनआइडी ब्याङ्क एकाउन्टसँग लिङ्क गर्नुपर्ने, नत्र हाम्रो ब्याङ्क एकाउन्ट फ्रिज हुने भनेर समाचारहरू सुनिरहनु भएको, देखिरहनु भएको होला। र त्यो गर्नको लागि चाहिँ सर्वप्रथम त हामीले एनआइसी एसिया मेरो अब एनआइसी एसिया भएर मैले चाहिँ एनआइसी एसिया नेसनल आइडेन्टिटी कार्ड एड प्रोसेस भनेर अनलाइन भनेर गुगलमा एउटा सर्च गर्ने। त्यस पछाडि यस्तो खालको एउटा इन्टरफेस देखिन्छ र हामीले भिडियो केवाइसी सर्भिस भनेर क्लिक गर्नुपर्ने हुन्छ र यस प्रकारको एउटा आइकन खोल्छ। त्यस पछाडि अब यहाँनिर के कसरी गर्ने भनेर सम्पूर्ण कुराहरू चाहिँ विस्तृत रूपमा तपाईँहरूले देख्न सक्नुहुनेछ। त्यस पछाडि हामी अलिकति तल गएको त्यो भिडियो केवाइसी एप्लाई फर भिडियो केवाइसी भन्ने देखाउँछ, त्यसमा क्लिक गर्नुपर्छ। त्यस पछाडि हाम्रो अब के हो त काम भन्दाखेरि हामीले केवाइसी अपडेट गर्न लागेको। त्यस पछाडि केवाइसी अपडेट भन्नेमा क्लिक गर्ने, अटो क्लिक भइसकेको हुन्छ, त्यही पनि हामीले एकचोटि क्लिक गरेर हेर्ने, त्यो क्लिक छैन भने र आफ्नो खाता नम्बर त्यहाँनिर हाल्ने र के मार्फत चाहिँ ओटिपी चाहनुहुन्छ त भनेर एसएमएस सर्भिस अथवा इमेल आवश्यकता अनुसार हाल्न सक्नुहुनेछ र त्यसलाई क्लिक गरेर आफ्नो नम्बर हाल्नु होला र आई एम हियर बाई डिक्लाइन वालामा क्लिक गर्नु होला र सबै हेरेर आपसमा अब एग्री थिच्नु होला। त्यस्तै गरेर आइएम नट रोबोट थिचेर सबमिट गर्नु होला। त्यस पछाडि अर्को दोस्रो इन्टरफेस हामीले फेरि यस पछाडि अब के गर्न सकिन्छ भन्दाखेरि चाहिँ तपाईँको अर्को यस्तो खालको अप्सनहरू खुल्छ। हामीले विभिन्न आफ्नो केवाइसी सबमिट गर्दाखेरि चाहिँ आफ्नो के जस्तै नाम बिग्रेको छ भने नामहरू अपडेट गर्न सकियो, जस्तै फोन नम्बर चेन्ज गर्न मन लाग्यो भने फोन नम्बरहरू चेन्ज गर्न सकियो, विभिन्न कुराहरू चेन्ज गर्न सकियो। अहिले हामी के लागि आएको भन्दाखेरि हामीले एनआइडी नम्बर चाहिँ हामीले चेन्ज गर्न लागेको छौँ। त्यो भएको कारणले हामीले एनआइडी नम्बर हाल्नको लागि एनआइडी नम्बर हाल्ने, त्यस पछाडि सिडेट हाल्ने, सिटिजनसिप्स हाल्ने, यसरी चाहिँ अब आफ्नो आवश्यकताअनुसार आफ्नो डाटाहरू हाल्ने र सबमिटमा क्लिक गरेपछि यसले स्वतः रूपमा सबमिट गर्नेछ र यसरी कङ्ग्रेचुलेसन यो केवाइसी अपडेट भनेर आउनेछ र यसरी गर्न सकिनेछ है त। एउटा जानकारीमूलक साथीहरूलाई जानकारी दिएको, धन्यवाद।